दर्शकवृन्द यो हो विराटनगर 12 स्थित बखरीको सिमराही टोलमा हामी आएका छौँ। तपाईँ पछाडि हेर्न सक्नुहुन्छ यहाँ पानीको बहाव बिस्तारै बढिरहेको अवस्था छ र यहाँ 117 जना घर परिवार थियो, जसमध्ये सबैको घरमा पानी पसेर सबैजना यहाँको स्थानीय बासिन्दाहरू विराटनगर 12 बखरीमा रहेको बखरी आधारभूत विद्यालयमा शरण लिन पुगेको छ भने त्यहाँ बस्दा पनि आफ्नो घर सम्पत्तिको माया सबैलाई हुन्छ, तैपनि सबैजना निस्केर त्यहाँबाट यहाँ आउनु भएको छ। इभन कि पुलिसहरूले नआउन अलर्ट गरिसके तापनि आफ्नो बच्चालाई र आफूलाई खाना खुवाउनको निम्ति उहाँहरू यहाँ आइपुग्नु भएको छ र यहाँ तपाईँ हेर्न सक्नुहुन्छ यो अवस्थामा बस्नु भएको छ उहाँहरू। यहाँ पानीको बहाव बढ्दैछ तर पनि खाना र खुवाउन उहाँहरू यहाँ आइसक्नु भएको छ। बिस्तारै पानी बढिरहेको छ। आखिरमा अहिलेसम्म खानाको व्यवस्था स्कुलमा किन गरिएन र मेडिकल चेक जाँचको व्यवस्था किन गरिएन, यो प्रति महानगरपालिका र सम्बन्धित सबै निकायको ध्यान आकर्षण हुन एकदमै जरुरी छ। विराटनगर महानगरपालिका वार्ड नंबर 12 के 117 घर परिवार अपन घर बाढ़ से डूब गेला के बाद स्थानीय बखरी आधारभूत विद्यालय में शरण लेब पहुंचल अछि। सामान से घर में बहुत गड्ढा फंस गेल, वो नहीं देखे देबे, बहुत क्षति भेल है। ओते के से भात जान माल के क्षति नहीं भेल, जान के क्षति नहीं भेल, माल जाल के क्षति भए गेल। सब अखन सब की खेबे, घर में तो नहीं हेतै कुछ नहीं, इतना अनाज नहीं छै घर में, सबके बड़ा दिक्कत हो गेल, बहुत दिक्कत है। अहाँ सबके केना, अहाँ सब एतऽ कते बजे कखन से हमरा के एतऽ से परसू दिन निकलो न पाइन, हमरा 4 बजे घर से निकल, हमरा के यो पहिने धो भागल 2 बजे भात चढ़लिए कि भातो उतारे। विराटनगर 12 सिमरारी के स्थानीय वासी सबके प्रत्येक वर्ष अहिना बाढ़ के सामना कर पड़ैत अछि। केसुलिया नदी के बांध प्रत्येक वर्ष कटान भेला से ओतऽ के जनजीवन अहिना कष्टकर बनित अछि। केसुलिया नदी के बांध फुटला के बाद घर विहीन बन्न पुगल विराटनगर महानगरपालिका वार्ड नंबर 12 के 117 परिवार के सिमराही बस्ती में प्राय मुसहर समुदाय के बसोबास अछि। हम सब स्थलगत रिपोर्टिंग कर रहल समय पीड़ित परिवार के राखल गेल बखरी आधारभूत विद्यालय में विराटनगर महानगरपालिका के मेयर भीम पराजुली समेत ओतऽ हमरा सबके भेटलनि। मेयर पराजुली डुबान आ उद्धार के विषय में एहि तरहे अपन धारणा रखै छथि। अब अहिले विराटनगरमा सबै प्रायः जसो वार्डहरूमा क्षति भएको छ। अब आंशिक र केही आंशिक क्षति छ, कहीँ पूर्ण क्षति छ। अब धेरै चाहिँ केसेलिया र सिङ्गाको खोलाले चाहिँ बढी त्यसको पानीको चाहिँ प्रवेगले गर्दाखेरि चाहिँ बढी बहावले गर्दाखेरि सुकुम्बासीहरू बढी यसमा पीडामा छन्। सिङ्गा खोलामा लगभग हामीले सिङ्गाको तिरमा बस्नेहरूलाई हामीले स्कुलमा बसाएका छौँ भने यता केसेलियातिर यता दरिया भनौँ, त्यसपछि यता ब्रह्मपुरातिरको लागि हामीले स्कुलमा बसाएर अहिले पुनर्स्थापन गरेर उनीहरूलाई आवश्यक खाद्यान्नको व्यवस्था गरेका छ महानगरपालिकाले। उद्धारको कार्यक्रम गरेका छौँ हामीले अहिले। विपद व्यवस्थापन समितिबाटै आवश्यक वार्डमा पनि हाम्रो वार्ड स्तर विपद व्यवस्थापन समिति छ, वार्ड अध्यक्ष जनप्रतिनिधिहरू काम गरिरहनु भएको छ र हामीले पनि अब सर्वोच्च हिसाबमा सङ्घ संस्था सबैलाई आग्रह गरेर आफ्नो ठाउँबाट के गर्न सकिन्छ यसमा स्वतःस्फूर्त रूपमा हामी लागौँ भनेर सबैलाई महानगरपालिकाले आग्रह गरिरहेको छ। डुबान पीड़ित के आश्रय स्थल पहुंचल मेयर पराजुली के पीड़ित स्थानीय वासी लोकनि हाथ जोड़िएका अपना सबके बाँचक लेल खाना आ प्राथमिक इलाज के व्यवस्था क देब अनुरोध समेत केने छलनि। मेयर पराजुली जतेक सकब सहयोग करबाक प्रतिबद्धता व्यक्त केने छलखिन। विराटनगर प्रत्येक वर्ष डुबान के सामना करैत आबि रहल क्षेत्र मध्य के एक अछि। मुदा तैयो सरकार डुबान रोकऽ के लेल कोनो दीर्घकालीन उपाय पहिनहि सँ अपनाओल नहीं देखल जा रहल अछि। बखरीको सिमराही टोल यहाँ तपाईले देख्नुभयो यहाँको अवस्था, तर पनि अहिलेसम्म यहाँको स्थानीयले न खाना पाएको छ, न औषधि, न राम्ररी बस्ने ठाउँ नै पाएको छ। पानी हेर्नुस्, बुढाभन्दा बढी पानी बढिरहेको अवस्था छ। उता पनि धेरै पानी छ, तर कहाँ जाने, के लाउने, के खाने भन्ने प्रश्नले दिनरात सताइरहेको अवस्थामा महानगरपालिका, स्थानीय सरकार, वडा कार्यालयहरूले केही पनि गरेको छैन। यति मात्र गरेका छन्, अलर्ट जारी गरेर यहाँ नआउनु भनिदिएको छन्, तर यहाँ नआए कहाँ जाने। भोक लाग्दा बच्चाले के खुवाउने भने पीडा मनमा रहेको छ। पानी परिरहेको छ, चिसोको महिना छ, चिसो बढिरहेको छ, तर
लुगा छैन शरीर ढाक्नलाई।